यो सानो मिनी भ्लग हाम्री कान्छी छोरी अमिराको पास्नेकोबाट र हाम्रो पास्नेको कार्यक्रम यहाँबाट सुरु हुन्छ। हाम्रो मम्मीले सेलरोटी बनाउनुहुन्छ। साँच्चै भन्दा मेरो मम्मी सेलरोटी असाध्यै मिठो पकाउनुहुन्छ र मैले अलरेडी चाखिसकेको थिएँ। मम्मीले चिनी लागेको छ कि नै भनेर सोध्नु भएको थियो र अलरेडी चाखिसकेको थिएँ। अनि मम्मी र म गफ गर्दै थियौँ। मम्मीले पकाउँदै हुनुहुन्थ्यो अनि मम्मीले सोध्नुभयो कस्तो छ भनेर। असाध्यै मिठो छ मम्मी भनेको। बुढी माउ मसक्क हाँस्नुभयो होइन। अनि मिठो पनि थियो, असाध्यै मिठो पनि थियो। त्यसपछि सुरु हुन्छ डेकोरेसन। हाम्रो सिस्टर अनुष्का यता डेकोरेसनमा एकदमै बिजी हुनुहुन्छ। थ्याङ्क यू सो मच सिस्टरहरू राम्रो डेकोरेसनको लागि। र डेकोरेसन के गर्ने कता के गर्ने भन्दै सल्लाह गर्दै हुनुहुन्थ्यो। अनि बाहिर फेरि हाम्रो युवक ज्वाइँ साहब र मेरो हस्बेन्ड प्रेप गर्दै हुनुहुन्थ्यो भोलिको खानाको लागि। जस्ट रेडी मात्रै गरेर राख्नु भएको थियो काटकुट गरेर, भोलि सजिलो हुन्छ भनेर। यता छन् हाम्रा नानी बाबुहरू अनि आमाहरू हुनुहुन्छ र म यहाँ छु माम खाने मान्छेसँग होइन। त्यसपछि सुरु हुन्छ नेक्स्ट डेमा हाम्रो सानोलाई बाथटबमा राखेर दुध पानीले नुहाइदिन्छौँ। अब यसको रिजन त मलाई थाहा छैन, सायद दुध पानी नुहाउँदा पवित्र हुन्छ भन्ने होला। यदि तपाईँहरूलाई थाहा छ भने भन्नु है। र यसरी दुध पानीले नुहाइदिन्छौँ। ऊ कस्तो आनन्द मानेर बसेको हुन्छ वार्म वाटरमा होइन। हामी गफ गर्दै नुहाइदिँदै गरेको हुन्छौँ। उसलाई एकदम रिल्याक्स फिल हुन्छ होइन। त्यसपछि आउँछ पालो उसको हजुरआमा र दिदीको। अनि ऊ स्टिल कन्स्ट्यान्ट छ कि होइन। उसलाई रमाइलो लागेको छ, आनन्दले मानेर बसिराखेको छ होइन। ओभरअल ज्ञानी नै छ अहिलेसम्म टचवुड होइन। बिचराको न्यापिएर फुलेर पानीले कति ठुलो भएको छ होइन। त्यसपछि यो डेकोरेसन त लेखेको चाहिँ अलिक क्लियर भएको थिएन। पछि सिस्टर अनुष्का आएर फिक्स गर्नुहुन्छ र यो हाम्रो डेकोरेसन र हाम्रो यो सानो बेबी। त्यसपछि सानो स्टिल रिल्याक्स छ। साइडमा खुवाउने कार्यक्रम हुन्छ उसको दिदीबाट र हामी गणेशको पूजा यताउति सबै भ्याइसकेपछि उसलाई खुवाउने तयारी गर्छौँ 11:11मा। अनि यो चोखे फाल्ने भन्ने हुँदो रहेछ, त्यही गर्दैछौँ यहाँ होइन। खुवाउने त होइन चटाउने। र यो हाम्रो खानाको डिसेस। सो अल क्रेडिट गोज टु माई हस्बेन्ड अल्सो माई मम। तर पकाउने काम प्राय ओभरअल हस्बेन्डले गर्नुभयो। अनि त्यसपछि यहाँ मम्मीले आज त लगाइदिनु पर्छ है ऊहरू गहना भन्दै लगाउँदै हुनुहुन्छ। र हामीले यो सम्झनाको लागि फ्यामिली टिकटक बनाएका छौँ। र यो टिकटक हेर्नको लागि मेरो प्रोफाइलमा जान सक्नुहुन्छ, सबै त्यही नै छ। अनि त्यसपछि मम्मीसँग पनि बनायौँ होइन। सानोलाई त कपडाले गाह्रो भएको थियो बिचरा, पछि कपडा खोलेपछि त आनन्द भयो। एकछिन त रोयो पनि तर धेरै बेर लगाउनु परेन। त्यसपछि यहाँ हुन्छ मम्मीले सानी नातिनीलाई पास्नेको दिन आशीर्वाद दिएको भिडियो। यसमा आवाज त छैन, यदि आवाज सुन्न चाहनुहुन्छ भने भन्नु होला। थ्याङ्क यू सो मच फर वाचिङ। ओभरअल रमाइलो भयो।